आज एउटा कहानी सुनाउँछु म है। आज के भयो भनेपछि म कामबाट ठ्याक्कै चाबी ल्याउन लाटेँ। एउटा मान्छे आयो होइन, उता दार्जिलिङतिरको मान्छे लुङछरा, टक्क कपाल सपाल बात पालेको केटोले। केटो त के भन्नु अलि जे होस् 40-50 वर्षको होइन। नेपाली त हुनुहुन्न कि नेपाली हुनुहुन्छ भन्यो। म नेपाली नै हो भने। कहाँ हो हजुरको घर भनेको? ए मेरो उता दार्जिलिङतिर हो। यसो सहयोग गर्नुपर्ने भयो मलाई। अनि 20 रुपियाँ छ भने दिनुहोस् त भन्यो। कपालभरि पालेको, अब चप्पल सप्पल लाएको होइन। अनि खुट्टा यति फाटेको पछाडि यस्तो भएको छ यार खुट्टा। त्यही पनि म कति हिँडेको छु, कति आज कति दिन भयो, 7 दिन भयो हिँडेछु। अनि खै काम खोज्छु काम भेटिन्न। अनि गाह्रो भएको छ। 20 रुपियाँ छ भने दिनुहोस्, छैन भने भइरोस् भन्यो। हेरेँ तलबाट माथिसम्म बुढो चिठ लाग्यो। अनि 50 रुपियाँ झिकेर दिएँ। ल हुन्छ हजुर, अब गएँ। अब के गरौँ त, चिठ लाग्यो बुढोलाई। काम नआउँछ पैसा 50-100 रुपियाँ उठै फस्याएको छ भन्नुहुन्छ, कसले कतै लग्यो भन्नुहुन्छ। तपाईँले सेभ गरेर तपाईँ जिन्दगी जाने हो। काम गरिन्छ, दुःख गरिन्छ, एउटल खान्छ, अर्कोले एउटल दुःख गरे अर्कोले खान्छ। त्यस्तो होइन नि, 20 रुपियाँ 50 रुपियाँ 100 रुपियाँ दिँदैमा के फरक पर्छ र यार। त्यो मान्छेले फेरि के नेपाली र यहाँ के भन्छ लोकल पनि चिन्न रे। नेपाली लोकल चिनेर त बोला हो। नचिनेर कहाँ बोलाउँछ चार केटो बुढो काट्न रक्सी खाएर पल्टिएको छ अरे। एउटा मोबाइल 4000 पैसा झोला कुन चाहिँ उठाइदिन्छ अरे। आफूबाट कत्रो गई 2 दिनदेखि भोक्कै हिँडेको छु यार। अनि छन् त छन् यहाँ दार्जिलिङको मान्छेहरू थुप्रै छन्, तर कसले हेर्छ? कोही बोल्दै बोल्दैनन् यार। म पनि नत्र म पनि यत्रै बोल्दैन, बरु भक्कै सुत्छु भन्नु पर्यो नि। पछि अब तल रेलवे स्टेसन गएन, अब जानु पर्यो। त्यतै हुन्छ होला आज सुटाइ भन्थ्यो केटोले। अनि त्यसपछि ल हुन्छ भने 50 रुपियाँ झिकेर दिएँ। बुढो गातलाई छाउँछ, मैले तँलाई पनि लगाल्यो के हो केटोले त्यहाँ।